80 वर्ष उमेरमा अब आउन मौकै पर्दैन थियो। मेरी नातिनीले हजुरलाई नातिनीले लिएर आउनु मलाई यहाँ नातिनीले ल्याइपुर्याएको। दर्शकबिन नमस्कार। यति बेला चाहिँ हामी सिडनीबाट करिब 2 घण्टाको ड्राइभमा वाइजम्यान फेरीको यो ओरेन्ज पिकिङ फार्ममा आइपुगेका छौँ। यस्तो मिठो छ यहाँको, यस्तो नेचुरल ठाउँमा यस्तो मजाले सुन्तला खेती गरिएको छ। ल हेर्नुहोस्, यहाँ धेरै नेपालीहरू पनि मैले आएको देखिरहेको छु। यहाँ एकजना बुढी हजुरआमालाई मैले भेटाएको छु। यहाँ अब म केही कुरा हजुरआमालाई गएर सोध्न गइरहेको छु। हजुरआमा, तपाईँ सिडनीमा कहिले आउनुभएको? हजुर, म यसै पालि बल्ल बल्ल आएँ नानी। अब 80 वर्ष उमेरमा अब आउन मौकै पर्दैन थियो। मेरी नातिनीले हजुरलाई नातिनीले लिएर आउनु मलाई यहाँ नातिनीले ल्याइपुर्याएको। कस्तो लागिरहेछ तपाईँलाई? राम्रो नै गाउँ कहाँ नानी। अब हामी गाउँमा बसेका एक उहाँको हजुर सुख दुःख उहाँको सम्झना आउँछ। नेपालमा पनि छोरा छन् 2 भाइ, रुसमा एउटा छोरा छन्, नाति नातिना उतै छन्। भनेपछि तपाईलाई यहाँनेर रमाइलो लागिरहेछ? मलाई रमाइलो, यस्तो ठाउँमा सुन्तला मिठो छ। हजुर, यस्तो ठाउँमा ल्याइदिनु भयो। मिठा पनि हेर्दैखेरि कस्तो रमाइलो ठाउँ, कत्रो बगैँचा, कसरी बनाउनु भएको, कसरी गर्न सक्नुभयो। हाम्रा देशमा त गर्मीमा अलिअलि बिरुवा भयो भने पछि मरिहाल्छन् नानी, तातेर हुनै सक्दैन। सुन्तला बगैँचालाई कति रहर गर्नु हुँदैन नानी हाम्रातिर। राम्रोसँग भिजिट गर्नु होला, राम्रोसँग खानु होला। सुन्तलाहरू मिठा मिठा छानेर अमिलो धेर नखानु होला। यसरी चाहिँ सुन्तलालाई टक्क टिपेर चाहिँ $12.5 तपाईँले यो बकेटमा जति अटेको लान सक्नुहुन्छ। यो स्मल साइजको बकेट हो। यदि तपाईँले $25 तिर्नु भयो भने अलि लार्ज बकेट पनि पाउनुहुन्छ। जति खानुहुन्छ मजाले तपाईँले खान सक्नुहुन्छ भने यहाँ बच्चाहरूको लागि चाहिँ इन्ट्री फी लाग्दैन। यति धेरै सुन्तला छ। यता हेर्नुहोस्, यता देखाउनु होला सुन्तलालाई। मस्त सुन्तला पाकेर रातामै भएको छ। गुलिया सुन्तला छन्, तपाईँले चाहिँ मजा लिन सक्नुहुन्छ।